गाइज नमस्ते। ल हेर्नुहोस् हामी हाम्रो यहाँ सोयाटोलमा आज रोपाइ सुरु हुँदैछ। यो तराईमा असारको 15मा पनि यहाँ पानी नआएर असारको 16-17सम्म पनि नभ्याइने भयो। यस्तो अवस्था छ। यहाँ गर्मी भएर हामी रोप्न आउन नसकेर धान बल्ल यसबेला 5 बजे आएर यहाँ धान रोप्दैछौँ। ल हेर्नुहोस् साथीहरू, यो तराईमा यति गर्मी आम्मामा 48 डिग्री भइसकेछ के गर्मी। यस्तो गर्मीमा चाहिँ कहाँ काम गरेर खान सकिन्छ? पार्टीले जानुपर्छ कि क्या हो खै। हेलो गाइज, ल हेर्नुहोस् हाम्रो सोयाटोलमा रोपाइ सुरु भयो। हामी माथि डाँडा टोलमा सिँगामा भ्याएर हामी यता सोयाटोलतिर धान रोप्दैछौँ है। आज र भोलिमा चाहिँ हाम्रो भ्याइन्छ होला जस्तो छ। अब के गर्छ हेरौँ। गर्मी भएर काम गर्न नसकेर कति गाह्रो भयो। 5 बजे खेतमा आउँदा पनि पसिनाले पुरा शरीर भिजेछ, काम गर्नै सकिएन। पानी चाहिँ आउँदै आउँदैन। यहाँ त असार पनि हिउँ जस्तै छ। पाहाडतिर कति पानी आयो होला, यहाँ त छैन पानी। ल हेर्नुहोस् त यस्तो अवस्था छ यहाँ त, पानी नभएर है यस्तो छ। डाँडा छ, कतै पानी छ, कतै हरियो छ। हो त्यहाँ अलि पर त्यहाँ हाम्रो बुद्धको माउली पनि छ साथीहरू। ल हेर्नुहोस् है।